धेरै गुरुहरू छन् जुन भन्नुहुन्छ कि नाम जप गर्यो भने फाइदा हुन्छ। ब्लड कैंसर से मैं 2 साल से लड़ रहा हूँ। इसको ताड़ने के लिए कुछ हम क्या करें? बस हमें तो एक ही बात समझ में आती है, भगवान का आश्रय और भगवान का नाम, वो सब कुछ करने में समर्थ है। पूर्व हामी स्कुलमा पढ्ने बेलामा सरहरूले के भन्नुहुन्थ्यो कि यो मैले पढाइदिए, मेरो काम हो तिमीलाई पढाउनु, पढाए। त्यसपछि सरहरूले के गर्नुहुन्छ, 4-5 वटा किताब रेफरेन्सको लागि दिइहाल्नुहुन्थ्यो। एक्जाममा कस्तो क्वेसन आउँछ भने कसैलाई थाहा हुँदैन, कसैलाई पनि थाहा हुँदैन। त्यसैले मैले जुन पढाएँ त्यो पनि पढ, मैले जुन किताबलाई रेफरेन्सको लागि दिएँ त्यो पनि पढ। एक्जाममा कस्तो क्वेसन आउँछ त्यो कसैलाई थाहा हुँदैन, अनि बल्ल पास हुने पोसिबिलिटी अलि धेरै हुन्छ। त्यसरी नै कृष्णले पनि यही कुरा भन्नुहुन्छ, मैले तिमीलाई भागवत गीताको ज्ञान दिएँ, त्यो पढ, बुझ्नुस्, त्यो पढ्नुस्, बुझ्नुस्, त्यसपछि आफ्नो जीवनलाई आफै बुझ्ने हो। भागवत गीता जुन बेला भन्नुभयो, जसरी पहिलाको कानुन फरक थियो, जसरी पहिला युद्ध हुन्थ्यो, मान्छेले एकअर्कालाई मार्न मिल्थ्यो, किनभने त्यति बेलाको कानुन अलग थियो, अहिले कानुन फरक छ। सो कृष्णले त्यही भन्नुहुन्छ, सिचुएसन अनुसार सबै कुरा फरक पर्न सक्छ। जसरी कुनै बच्चा छ, उसलाई क्यान्सर भइहाल्यो, त्यो प्रेमानन्द बाबा जसरी भन्नुहुन्छ नि, अब केही गर्न सकिँदैन, अब राधे राधे गरेर सबै ठिक हुन्छ, के गर्नु, अब कुनै यसको विकल्प नै छैन। समय यस्ता बाबाहरू छन्, समाज बर्बाद हुन्छ। गुरुहरू छन्, त्यो पनि समाजलाई बर्बाद गरिरहेछन्। जब क्यान्सर किन भयो त्यो कुरा बुझ्ने हो, साइन्स पढ्ने, बुझ्ने, किन भइरहेछ त्यो क्यान्सर, किन लाग्यो त्यो बच्चालाई। त्यसपछि फ्युचरमा अरू त्यो कारणले कोही अरूलाई क्यान्सर नहोस् भनेर त्यो इन्भाइरोमेन्टलाई, त्यहाँको मान्छेहरूलाई कसरी ज्ञान दिनुपर्छ, अवेरनेस के कस्तो ज्ञान दिनुपर्छ, त्यो इम्पोर्टेन्ट कुरा छ। तो यो व्यक्ति जति पनि छन् नि, जसरी कसैको बलात्कार भयो, राधे राधे, कसैलाई क्यान्सर छ, राधे राधे, तर ज्ञान इम्पोर्टेन्ट छ। त्यो कृष्णले ज्ञानको कुरा गर्छन्, तर जति यो गुरुहरू छन् त्यो बकवासको कुरा गर्छन्। राधे राधे भन्नु प्रब्लम होइन, तर मूर्ख बन्नु प्रब्लम हो। तो जति पनि यो गुरुहरू छन् एक नम्बरका मूर्ख जस्तो कुरा गर्छन्, ज्ञानको यहाँ कोही कुरै गर्दैन। ज्ञान भागवत गीता पढ्नु र त्यो रियल लाइफमा इम्प्लिमेन्ट गर्नु धेरै गाह्रो कुरा छ, तर भन्नु एकदम सजिलो लाग्छ। राधे राधे भनिदियो, मान्छेहरू लाग्छ कति धार्मिक मान्छे, त धार्मिक होइन, त्यो मूर्ख बनाउने काम मात्रै भइरहेछ।